यस्तो दामी फुल्या छ। त्यही फुल हो, के फुल हो कुनै थाहा छैन। हेलो गाइस, वेलकम टु माई ब्लग। स्वागत छ है तपाईँहरूले। अहिले भर्खर खाना खाएर निस्केको छु। यहाँ दामी एउटा पिङ्क फुल फुल्याएर छ, देखाउँछु है। यस्तो दामी फुल्या छ। अनि यो हाम्रो कम्पनीको खाना खाने ठाउँ। अनि ठ्याक्कै यसको अगाडि यस्तो फुल्या छ। हाम्रो विष्णु दाइ कम्पनीमा काम गर्नुहुन्छ अरे, आजबाट आएर भित्र छ मलाई। अनि यस्तो छ कि आज मस्त घाम लागेको छ है। अनि यहाँ पनि यस्तो फुल्या छ। त्यही फुल हो, के फुल हो कुनै थाहा छैन, तर दामी लागेर चाहिँ खिच्न मन लागेर खिचेको। यस्तो छ है। गर्मी भएर चाहिँ म ज्याकेट यस्तो कानमा राखेर चट्ट लाएर होइन हिँड्दै है कम्पनीतिर लाग्यो। हुन त गाडीमा आएको थिएँ, भाइको गाडीमा। आज हाम्रो ड्राइभर नभएर बाहिर कफी खान जानु भएर म चाहिँ नजाने भएर तपाईँहरू जानुहोस्, म चाहिँ हिँड्दै जान्छु भनेर हिँड्यो। घाम यस्तो छ कि अनि यस्तो हिँड्नुपर्छ क्या। मैले छारीमा छारी हुँदै आज कोरियाको मौसम यस्तो छ क्या, मस्त छ। बाटो सुनसान छ, शनिबार भएर पुरै सुनसान छ। अनि कति दिनदेखि स्टोरी मात्रै लागिरहेको छु। आज ब्लग हालौँ कि। थोरै अगाडि पार्क छ, त्यो पार्क हेरौँ। पार्कमा पनि मस्त फुल फुल्न लाग्छ है। अहिले देखाउँछु त्यो। यो पार्कमा पनि फुल एकदम फुल्न लागेको छ है। भर्खर कोपिला दिइरहेको छ क्या यो फुलहरू। सेतो फुल छ, यस्तो दामी फुल छ नि अहिले पछि। अनि यहाँ चाहिँ यस्तो यो पनि पुरै फुलिसकेको छैन। यो 2-3 दिनमा एकदम मजाले फुल्छ। त्यसपछि देखाउँछु कि। यस्तो दामी फुल्छ यार यहाँ। तपाईँको स्प्रिङ सिजनमा यहाँ हाम्रो कम्पनीको सानो पार्क है समुद्र छेउमा। अस्ति मैले सुरुमै देखाएको थिएँ नि, त्यही पार्क हो। यस्तो फुल्छ क्या यो। अब दामी फुल्छ। अझै 3-4 दिन पछि चाहिँ यो दामी फुल्छ अनि फोटो खिच्नुपर्छ। यस्तो ल म अलिकति फुलको पछाडि ज्याकेटले त तनाव दियो। कस्तो दामी फुलेर। र आजको ब्लगमा यति नै है साथीहरू। अब भेटौँला अर्को ब्लगमा। आफ्नो ख्याल राख्नु होला। च्यानललाई यसो मिल्छ भने सब्सक्राइब गरिदिनु होला के अरे। सब्सक्राइब गरेको त पैसै लाग्दैन हजुर है। धन्यवाद। लाइक म चाहिँ एडिट गर्ने ठाउँमा बस्यो के अरे। यस्तो बनाइदिएको छ बस्ने। अब मस्त यहाँ एडिट गरेर हाल्छु अनि कम्पनी जान्छु।